सबैलाई जय मसी। आज डिसेम्बर 1 तारिक 2025 साल डिसेम्बर महिना सुरु भइसकेको छ र डिसेम्बर महिना भन्ने बित्तिकै एउटा हर्षोल्लास र आनन्दको महिना भन्ने महसुस हुन्छ। विशेष गरी मलाई यो क्रिसमसको सिजन, क्रिसमसको महिना भएको हुनाले गर्दा पनि डिसेम्बर एकदमै मनपर्छ। मौसमको हिसाबले पनि न त धेरै जाडो हुन्छ, गर्मी त हुँदैन र एउटा एकदमै राम्रो मौसमको हिसाबले र हरेक तर्फबाट हेर्ने हो भने डिसेम्बर चाहिँ एकदमै मनपर्छ मलाई। र डिसेम्बर 25 तारिक विश्वभरि सारा संसारका एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने चलन चलिआएको छ र विशेष गरी पश्चिमा देशहरूमा, युरोप, अमेरिकामा र विकसित देशहरूमा त नोभेम्बरदेखि नै क्रिसमसको रौनक सुरु हुन थाल्छ। हर्षोल्लासका साथ क्रिसमसका भजनहरू, क्यारल्सहरू, स्ट्रिटमा लाइटहरू अनि क्रिसमस ट्रीहरू सजाएर मल, सडकहरू, भवनहरू, हरेक ठाउँहरूमा चाहिँ क्रिसमसको आनन्दले भरिएको हुन्छ। त्यसै गरी नेपालमा पनि डिसेम्बर, विशेष गरी नेपालमा चाहिँ डिसेम्बर 1 तारिकदेखि क्रिसमसको माहौल सुरु हुन्छ र नेपालमा पनि आजदेखि क्रिसमसको रौनक सुरु भइसकेको छ र घरमा क्रिसमस ट्री सजाउने, बत्तीहरू बाल्ने अनि चर्चलाई सजाउने, मण्डली भवनहरूलाई सजाउने र स्ट्रिटहरूमा चाहिँ भजनहरू गाउने र सुसमाचारहरू सुनाउने, क्यारोलहरू गाउने सुरु भइसकेको छ र तपाईँहरूलाई पनि यो क्रिसमसको सिजन अर्थात् डिसेम्बर महिनाको यो माहौलले तपाईँहरूलाई पनि यो प्रभाव पारिसकेको छ भन्ने मलाई लाग्छ। तपाईँहरू संसारको जुनसुकै ठाउँमा हुनुभए तापनि म सोसियल मिडियाहरूमा हेर्ने गर्छु, तपाईँहरूले क्रिसमस ट्रीको छेउमा बसेर फोटो खिच्ने अनि सोसियल मिडियाहरूमा पोस्ट गरिराख्नु भएको छ र म तपाईँहरूको एक्टिभिटिजबाट पनि एकदमै खुसी लाग्छ र मैले यो छोटो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई क्रिसमस तथा बडादिनको नेपाल र इन्डियामा चाहिँ बडादिन भन्ने चलन पनि छ र विशेष गरी विश्वभरि चाहिँ क्रिसमस भनेर मान्ने गरिन्छ। जेसुकै भए तापनि यो एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव डिसेम्बर 25 तारिक मनाउने चलन भएको हुनाले डिसेम्बरको महिनाको माहौल चाहिँ सुरु भइसकेको छ र तपाईँहरू सबैजनालाई विशेष गरी यो क्रिसमस तथा बडादिनको अग्रिम शुभकामना दिन चाहन्छु र परमेश्वरको अनुग्रह र आशिष तपाईँहरूको जीवनमा सदा सर्वदा रहिरहेको होस्। म दोस्रो भिडियोमा तपाईँहरूलाई क्रिसमस भनेको के हो र प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ भन्दै म तपाईँहरूलाई विभिन्न जानकारीहरू दिने कोसिस गर्नेछु। आजलाई फेरि पनि तपाईँहरूलाई मेरी क्रिसमस अनि आउँदै गरेको नयाँ साल 2026 को ह्याप्पी न्यू इयर भन्न चाहन्छु। सबैलाई जय मसीह। गॉड ब्लेस यू ऑल।